गाइस आज पनि हामी सिटिभिटी अन्तर्गत पर्ने सिभिल इन्जिनियर फोर्थ सेमको सोइल मेकानिक्समा रहेको न्युमेरिकल एक्जाममा आउन सक्ने न्युमेरिकल भनिरहेको छ। न्युमेरिकल छ कि 50 cc भ्यालम अफ मोइस्चर सोइल वेटिङ 95 grams. Its dry weight is 25 grams and the specific gravity of soil is 2.68. Complete the water content, void ratio, porosity and unit weight निकाल्नु पर्ने छ। यसले भन्न खोज्यो कि 50 cc भ्यालम भएको भिजेको माटोको तौल 95 ग्राम्स छ। यसको सुक्खा माटो भनेको 75 ग्राम छ र सोलिडको स्पेसिफिक ग्राभिटी 2.68 छ। निकाल्नु पर्ने हामीले वाटर कन्टेन्ट, भोइड रेसियो र पोरोसिटी युनिट वेट हो हैन। अब हामी यसै गरी वाटर वेट निकाल्छौँ गाइस, ल हेर्नु होला है। रहेको छ गिभन लेखौँ पहिला। भोल्युम अफ मोइस्चर सोइल पी बराबर 50 cc हैन। सोइल वेट अफ मोइस्चर सोइल 95 ग्राम्स है सकेर। ड्राई वेटले डब्लुएसले जनाइन्छ 75 ग्राम। स्पेसिफिक ग्राभिटी अफ सोलिड भन्नु पर्यो है। 0.268 हैन। अब हामीले सबैभन्दा पहिला क्वेसनमा दिएको वाटर कन्टेन्ट निकाल्नु छ है। त्यसपछि भोइड रेसियो, अनि पोरोसिटी, अनि वेट युनिट है, युनिट वेट। अब हामीले सबैभन्दा पहिला हामी वाटर कन्टेन्ट निकाल्नु, वाटर वेट निकाल्नु। वाटर वेट 20 ग्राम दिएको छ। डब्लु हैन, मोइस्चर सोइल। अनि त्यसपछि फर्मुला चाहिँ यसको पढ्या होला। डब्लु बराबर डब्लुएस हुन्छ है। डब्लु यहाँ 20 आएको छ अनि डब्लुएस 75। यो त माथि होला है 75 है गाइस। क्यालकुलेसन गरौँ। क्यालकुलेसन गर्दाखेरि 0.287 आउँछ गाइस। हेर है, यसमा चाहिँ यसरी लेख्दै पनि पाइहाल्छ। 0.268 है, 268 26.7% है। पहिला भोइड रेसियो निकालौँ। भोइड रेसियो निकाल्दाखेरि पहिले सोइलको भ्यालम निकालौँ, सोलिडको भ्यालम। यो स्पेसिफिक ग्राभिटी अफ सोलिड हो है। यो 75 भनेको ड्राई वेट
अनि मल्टिप्लाई गर्दाखेरि यति आउँछ। वाइड भ्यालुम निकाल्दाखेरि पिभी बराबर 50 माइनस बराबर 22 सिएम क्यू भयो। पी बराबर 22 वाइड भोल्युम हो है। 22 भनेको वाइड भोल्युम। अनि 50 के हो भन्दा 50 सीसी थियो हाम्रो भोल्युम अफ मोइस्चर सोलिड होइन, मोइस्चर सोलिड। अनि 28 भनेको सोलिड भोल्युम भयो। गर्दा 0.79। हामी पोरोसिटी निकाल्नु फेरि पोरोसिटी निकाल्दाखेरि पोरोसिटी बराबर पिभी ओपन पी यसको सूत्र हुन्छ पोरोसिटीको बराबर पिभी भनेको 22 पी भनेको 50 मतलब मैले माथि नै सम्झ दिएको थिएँ होइन अघि नै। युनिट 0.44 आइसक्यो। अब युनिट वेट निकाल्नु W1P सूत्र भयो। अनि यसलाई सूत्रमा राखौँ। W भनेको 95 भयो, P भनेको 50 है, बिर्सिनु होला। यसलाई क्यालकुलेसन गर्दा 1.9 ग्राम सिएम क्युब आउँछ है। यो आन्सर आजको